गुड आफ्टरनुन, नमस्ते। आज म अहिले यहाँ केएल टावरमा छु। यो केएल टावर हो, एउटा टुरिस्ट एट्र्याक्सन हो। कुआलालम्पुर प्रपर कुआलालम्पुरमै पर्छ यो। पछाडि बिल्डिङ पछाडि देख्नुहुँदैछ ट्विन टावरको टपको पार्ट। अनि यहाँ वरपर यस्तो जङ्गलहरू छ, जङ्गल होइन रिजर्भ, सानो फरेस्टहरू छ। यो सिटीकै बिचमा हो, कुआलालम्पुर सिटीको बिचमा भित्र पर्छ। यो कुआलालम्पुर टावर भनिन्छ यसलाई, सुन्नुभएको होला। यहाँ यस्तो पार्किङहरू छ। आजको वेदर एकदम राम्रो छ, क्लाउडी छ, पानी पर्ला जस्तो पनि छ अहिले भरेतिर। टुरिस्टहरू, लोकल टुरिस्ट, फरेन टुरिस्ट धेरै आउने गर्छ। बसहरू आएको छ, टुरिस्ट लिएर आउने बस। यस्तो छ, यहाँनिर रेस्ट गर्ने यस्तो छ। कुआलालम्पुर टावर, केएल टावर भनिन्छ यसलाई। यति नै छ। यसको वरपर चाहिँ सबै अलिकति यो सानो फरेस्टहरू छ, रिजर्भ फरेस्टहरू। यहाँ एउटा गार्डन पनि छ। Taman Eco Rimba KL, Hutan Simpan Bukitnanas Reserve Forest हो। नाम चाहिँ हुतान सिम्पान बुकितनानास फरेस्ट हो यसलाई भनिन्छ। टिकट काउन्टर छ, त्यहाँबाट पास लिएर एन्ट्री गर्ने हो। यस्तो छ। यहाँबाट भित्र जाने, घुम्ने, जङ्गल हेर्ने, अनि चराचुरुङ्गीहरू के रहेछ देखिन्छ। खासै स्पेसल छैन, तर केएल टावर आउँदाखेरि ग्रिनेरी लागि चाहिँ यहाँ अलिकति सानो फरेस्ट छ। प्राइस यस्तो रहेछ। फरेनरलाई 40 ringgit, लोकललाई 10 ringgit, 5 ringgit रहेछ। 6 to 12 years को लागि। सिनियर सिटिजनलाई 1 ringgit मात्र रहेछ, लोकललाई 1 ringgit, 6 to 12 years चिल्ड्रेन किड्सहरूलाई। अनि सिनियर सिटिजन फरेनरलाई 40, एडल्टलाई 40। Kita jalan dah pagi belum ni.
We went.